फेथ टक, जहाँ जीवनका व्यवहारिक प्रश्नहरू, सङ्घर्षहरू र विश्वासको यात्राको कुराकानी गरिन्छ। एक्सपिरियन्सर्स काठमाडौँद्वारा सञ्चालित कार्यक्रम फेथ टक, जहाँ विश्वास फेरि जीवित हुन्छ। हाम्रो यो साप्ताहिक कार्यक्रम प्रत्येक हप्ता यही समयमा ग्रेस FM 107.6 मेगाहर्ट्ज मार्फत प्रसारण हुन्छ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। जय मसीह अनि नमस्कार प्रिय श्रोताहरू, फेथ टकमा फेरि पनि स्वागत छ। आजको विषय धेरै प्र्याक्टिकल छ। हामी सबैले जीवनमा निर्णय गर्नुपर्छ। करियर, विवाह, सेवा, स्थान परिवर्तन, सम्बन्ध, अवसर र कहिलेकाहीँ हामी सोच्दछौँ परमेश्वरको इच्छा के हो। आज हामी कुरा गर्दैछौँ विश्वास र मार्गदर्शन। पहिलो प्रश्न, परमेश्वर साँच्चै मार्गदर्शन गर्नुहुन्छ कि हामी आफैले निर्णय गरेपछि उहाँको नाम जोड्छौँ? यो धेरैको मनमा आउने प्रश्न हो, किनकि धेरै मानिसहरू भित्रैबाट डराउँछन्। यदि मैले गलत निर्णय गरेँ भने? म आज सुरुमा स्पष्ट रूपमा भन्न चाहन्छु तपाईँहरूलाई, परमेश्वर मार्गदर्शन गर्नुहुन्छ, तर उहाँ सधैँ ठुलो आवाजमा होइन, धेरै पटक शान्त तर स्पष्ट तरिकाले गर्नुहुन्छ। हितोपदेश 3:5 अनि 6 पदमा यस्तो लेखिएको छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरा सबै समशक्तिमा भर नपर। आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। ध्यान दिनुहोस्, पहिलो चरण भरोसा हो, दोस्रो समर्पण हो, अनि तेस्रो मार्ग देखाउनु हो। धेरै मानिस तेस्रो चरण चाहन्छन्। प्रभु सिधै भन्नुहोस् कुन बाटो, प्रभु सिधै भन्नुहोस् म कहाँ जाउँ, प्रभु सिधै भन्नुहोस् मेरो जीवनमा के हुन्छ। तर पहिले दुई चरण चाहिँ त्यो बिना मार्ग स्पष्ट कहिले पनि हुन सक्दैन। मार्गदर्शन केवल सूचना होइन, यो त सम्बन्ध हो। यदि म परमेश्वरसँग सम्बन्धमा छु भने उहाँको हृदय बुझ्न थाल्छु। एउटा बाइबलमा भएका एकजना महान व्यक्ति, विश्वासको पिता अब्राहमलाई म सम्झिन्छु। परमेश्वरले उनलाई भन्नुभयो तिम्रो देश छोड, तर कहाँ त्यो स्पष्ट थिएन। हिब्रू 11:8ले यस्तो भन्दछ, उनी कहाँ जाँदैछन् भन्ने नजानेर पनि उनी गए। श्रोताहरू, अब्राहमसँग गुगल म्याप थिएन, कुनै पनि एड्रेस थिएन, उनीसँग केवल विश्वास थियो। तर मार्गदर्शन कहिलेकाहीँ पुरा नक्सा होइन, यो चाहिँ अर्को कदम मात्र हुन्छ। तर धेरै श्रोताहरू भन्छन् म प्रार्थना गर्छु तर केही सुन्दिनँ, परमेश्वरको आवाज कसरी चिन्ने? परमेश्वरको आवाज सधैँ श्रव्य आवाज हुँदैन। धेरै पटक उहाँ 3 तरिकाले मार्गदर्शन गर्नुहुन्छ। पहिलो, परमेश्वरको वचनद्वारा। भजन सङ्ग्रह 119:105मा यस्तो लेखिएको छ, तपाईँका वचन मेरो गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यहाँ ध्यान दिनुहोस्, बत्तीले एकैचोटि पुरै सडकलाई उज्यालो पार्दैन, त्यो अर्को कदम मात्र देखाउँछ। यदि तपाईँ निर्णयको बिचमा हुनुहुन्छ भने पहिले वचनसँग आफ्नो जीवनलाई मिलाउनुहोस्। परमेश्वरले आफ्नो चरित्रको विरुद्ध कहिले मार्गदर्शन गर्नुहुन्न। दोस्रो, पवित्र आत्माको शक्तिद्वारा। कलसी 3:15मा यस्तो लेखिएको छ, क्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी हो। कहिलेकाहीँ परिस्थिति भनेको जस्तो पर्फेक्ट हुँदैन र मन शान्ति पनि हुँदैन। अर्को अवस्थामा बाहिर अवसर राम्रो देखिन्छ, तर फेरि भित्र मन अशान्ति हुन्छ। परमेश्वरको मार्गदर्शन प्राय शान्तिको रूपमै आउँछ। र तेस्रो कुरा, बुद्धिमानी सल्लाहद्वारा। हितोपदेश 11:14ले यस्तो भन्दछ, पथ प्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। परमेश्वरले तपाईँको जीवनमा आध्यात्मिक रूपमा परिपक्व मानिसहरू अवश्य पनि राख्नुभएको छ। मेरो आफ्नै जीवनमा पनि यस्ता धेरै मानिसहरू हुनुहुन्छन् जसलाई म मेरो आत्मिक अभिभावकको रूपमा लिन सक्छु। मेरो आफ्नै पास्टर डेनिस, र फिलिपिन्समा मलाई पढाउनु हुने मेरो प्रोफेसर नर्मन होम्स र लिन्डा होम्स, र अस्ट्रेलियाबाट मलाई आत्मिक रूपमा जहिले पनि सहायता गर्ने, मार्ग देखाउने उहाँको नाम मिमी, र उहाँहरू मेरो जीवनको आत्मिक अभिभावकहरू हुनुहुन्छ। म यहाँ बाइबलको एउटा घटनालाई सम्झिन चाहन्छु, जुन चाहिँ तपाईँ र मैले सामुएलको पुस्तकमा देख्न सक्छौँ। बालक सामुएलले राति एउटा आवाज सुनेका छन् र उनलाई कसैले सामुएल भनेर बोलाइएको छ, र उनी एली कहाँ दौडेर गएका छन्। र यो क्रम चाहिँ एक पटक मात्र होइन प्रियहरू, यो क्रम चाहिँ 3 पटकसम्म उनी दौडी एली कहाँ गएका छन्। अन्ततः एलीले उनलाई यसरी सम्झाएर बुझाएर यसरी पठाएका छन्, फेरि यदि त्यो आवाज आयो भने हे प्रभु तपाईँको दास सुन्दैछ भनेर प्रतिक्रिया दिनु। यसले देखाउँछ कि कहिलेकाहीँ परमेश्वर बोलिराख्नु भएको हुन्छ, तर हामीलाई सिकाउने एलीको आवश्यकता हुन्छ र मार्गदर्शन सुन्न पनि हामीले सिक्नुपर्छ।
तर यदि हामीले गलत निर्णय गरिसकेका छौँ भने के परमेश्वरको योजना त्यहीँ समाप्त हुन्छ? उदाहरणको लागि अब मैले गल्ती गरेँ, अब त्यसपछि के हुन्छ? म यहाँ अत्यन्तै सशक्त पदलाई सम्झाउन चाहन्छु। यो रोमीको पुस्तक 8 अध्यायको 28 पदमा छ। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। ध्यान दिनुहोस्, हरेक कुरा। यसमा सही निर्णय मात्र होइन, हाम्रा गलत निर्णयहरू पनि पर्छन्। बाइबलमा योना भागेका छन्। परमेश्वरले स्पष्ट निर्देशन दिनुभएको थियो, उनलाई निनवे जाऊ, तर उनी उल्टो दिशामा गए। उनी जान पर्ने थियो निनवे, उनी गए टर्सिस। के भयो? आँधी आयो र यहाँसम्म कि माछाले उनलाई पूर्ण रूपमा निलेको कुरा हामी बाइबलमा भेटाउँदछौँ। अब यो अवस्थामा के परमेश्वरको योजना त्यहीँ सकियो त? अवश्य पनि होइन। परमेश्वरले आँधीलाई पनि प्रयोग गर्नुभयो, परमेश्वरले माछालाई पनि प्रयोग गर्नुभयो र अन्ततः योना त्यहीँ पुगे जहाँ परमेश्वरले बोलाउनु भएको थियो। यसको अर्थ गल्तीले तपाईँलाई परमेश्वरको पहुँचबाट बाहिर लैजान सक्दैन, तर एउटा महत्त्वपूर्ण कुरा, गल्ती भएपछि विनम्रता चाहिँ अपनाउनु पर्ने हुन्छ। अब अन्तिम प्रश्न, आज सुन्दै गरेका श्रोताहरू जो जीवनको ठुलो निर्णयको मोडमा छन्, उनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? प्रिय श्रोताहरू, यदि तपाईँ अहिले निर्णयको दोबाटोमा हुनुहुन्छ भने यो 3टा कुराहरूलाई सम्झिनुहोस्। पहिलो कुरा, डरले होइन विश्वासले निर्णय गर्नुहोस्। दोस्रो तिमोथी 1:7 यस्तो लेखिएको छ, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। यदि निर्णय केवल डरबाट भएको छ भने रोकिएर फेरि प्रार्थना गर्नुहोस् र परमेश्वरको उपस्थितिमा जानुहोस्। दोस्रो कुरा, परमेश्वरले तपाईँलाई रोबोट बनाउनुहुन्न। कहिलेकाहीँ हामी परमेश्वरको पर्फेक्ट विल खोज्दै बस्छौँ, तर उहाँले तपाईँलाई बुद्धि दिनुभएको छ। याकुब 1:5ले यसरी स्मरण गराउँछ, यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उद्धार चित्तसँग नजर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। र अन्तिम कुरा, एक कदम अघि बढ्नुहोस्। भजन सङ्ग्रह 37 अध्यायको 23 पदमा यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइलालाई दरिलो पार्नुहुन्छ। कदम चालिएपछि मात्र निर्देश हुन्छ। त्यसैले प्रिय श्रोताहरू, मार्गदर्शन सधैँ ठुलो सङ्केत हुँदैन, यो कहिलेकाहीँ सानो आज्ञाकारिताबाट सुरु हुन्छ। कहिलेकाहीँ त्यो ढोका बन्द हुनु हो, कहिलेकाहीँ भित्रको शान्ति हो। प्रिय श्रोता, कार्यक्रम फेड टकका बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 01 66 19 460 मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै तपाईँले हाम्रो फेसबुक पेज तथा युट्युब च्यानलमा पनि आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मन परेमा तपाईँको नजिकको साथीलाई सेयर गरेर आशिषित तुल्याउन सक्नुहुनेछ। आजको फेड टकले निर्णयलाई नयाँ दृष्टिले हेर्न सिकाएको छ। सी यु नेक्स्ट विक। त्यति बेलासम्म याद राख्नुहोस्, परमेश्वर तपाईँको बाटो जान्नुहुन्छ। तपाईँले सबै कुरा नदेखे पनि उहाँले देख्नुहुन्छ। परमेश्वरले तपाईँलाई बुद्धि, शान्ति र साहस दिनुभएको होस्। जय मसीह। नमस्कार।